साथीहरू आजभन्दा 13-14 वर्ष अगाडि एउटा गीत सुन्थ्यौँ हामीले। छपनीले छान छान डबकीले हान, डबकीको निगारेले लाग्यो मलाई बान। यो गीत निकै चर्चित थियो त्यो जमानामा, अनि हामीले यो गीतलाई चाहिँ कण्ठ नै गरिसकेका थियौँ। अहिले कतिवटा शब्दहरू बिर्सिसक्यो होला, तर त्यति बेला चाहिँ कण्ठ नै गरेर उकालो ओह्रालो तलमाथि गाएरै हिँड्थ्यौँ हामीले। अनि म घुम्दै आउने क्रममा आज चाहिँ धरानको बुढा सुब्बा मन्दिरमा त्यही गीत गाउनु हुने कलाकार गङ्गा बर्दनज्यूसँग चाहिँ मेरो जम्का भेट भयो। कुराकानी गरे, दाजुभाइ मिलेर तपाईँको मटका टी खायौँ। 45 मिनट 1 घन्टा जति हाम्रो गफगाफ चल्यो। धेरै रमाइलो हुनुहुँदो रहेछ उहाँ, एकदमै रमाइलो लाग्यो उहाँसँग भेटेर हैन। अनि तपाईँको एउटा गीत पनि गाएर सुनाइदिनु भयो उहाँले। अब उहाँसँग रमाइलो गऱ्यौँ। त्यो एउटा सानो क्लिप तपाईँहरूलाई पनि प्रस्तुत गरेको छु। मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनु होला। घुम्दै फिर्दै आउँदाखेरि हैन बुढा सुब्बामा आइपुग्दा यहाँ हाम्रो दाजु, नाम हजुर के भन्नुभयो? गङ्गा बर्दान। गङ्गा बर्दाना, उहाँसँग भेट भएको छ। उहाँलाई चाहिँ सोसल मिडियातिर हामीले निकै नै देखिरहेको हो। उहाँले हजुर नमस्कार, सबै दर्शकलाई नमस्कार गर्नुभयो उहाँले। अनि उहाँको गीत उहाँले गिटार बजाउँदै सोसल मिडियातिर गीत गाएको मैले पहिला पनि देखिरहेको। आज प्रत्यक्ष उहाँसँग भेट भयो। उहाँले एउटा गीत गाएर सुनाइदिनुहुन्छ र हाम्रो दर्शकहरूलाई अलिकति मनोरञ्जन गरिदिनुहुन्छ नि दाजु? हस्, एउटा सुरु गरिदिनुहोस् न ल। छपनीले छानछानै जाओस् दाजु। है त। छपनीले छान छान डबकीले हान, डबकीको निगारेले लाग्यो मलाई बान। छपनीले छान छान डबकीले हान, डबकीको निगारेले लाग्यो मलाई बान। घुमाइले नानी घुमाइले बारुली कमर घुमाइले साथै बसौली नानी साथै बसौली। 2 दिनको जीवन यो सँगै बिताउले। वारी पिपल नानी पारिवार, हामी दुईको मन मिले किन बसौँ पर। यस्तै हो। धन्यवाद है हजुरलाई, धन्यवाद। फेरि एकचोटि परिचय दिनुहोस् न हजुरको। गङ्गा बर्दान। गङ्गा बर्दान है, मलाई चाहिँ कलाकार भन्छन्, गायक भन्छन् हैन। गङ्गा बर्दान भन्नु। बर्दान, बर्दान मेरो टाइटल, गङ्गा मेरो नाम। म श्रेष्ठ नेवार भन्छ नि। नेवार। त्यो त प्रधान भनेको सुने। प्रधान होइन, बर्दान। बर्दान टाइटल मेरो। उबाट सरकारबाट दिएको हैन, गङ्गा बर्दान। हस्, रमाइलो भयो तपाईसँग भेट भएर। कसैलाई अब याद आउँछ, मन पर्छ भने गङ्गा बर्दान फेसबुक आइडी सर्च गर्नुस्, त्यहाँ मेरो गीतहरू। युट्युब पनि छ तपाईँको है? युट्युब चाहिँ भाइले चलाउँछ, सिल्भर इन्टरटेनमेन्ट। सिल्भर इन्टरटेनमेन्ट युट्युब। उहाँको युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला, उहाँको च्यानललाई भिजिट गरिदिनु होला हजुरहरूले। ल हस् त, धन्यवाद भाइ। धन्यवाद सबैलाई। ल तपाईँलाई पनि भनेपछि यहाँ आउनु भएको रहेछ, यहाँ हजुर खुसी लाग्यो होइन। बुढा सुब्बामा होइन आशीर्वाद लिएर जाँदै हुनुहुन्छ। धन्यवाद। हस्, धन्यवाद।